जय मसीह नमस्ते सबैजनालाई। परमेश्वरले हामीलाई यति सुन्दर बनाउनु भएको छ, हामी सबैजनालाई उहाँको स्वरूपमा बनाउनु भएको हो। तर तपाईँ र मलाई यति सुन्दर बनाउँदै गर्दा पनि तपाईँ र मैले अलिकति सावधान हुनुपर्ने अनि जोगाएर राख्नुपर्ने कुरा चाहिँ दुईटा कुरा छ। एउटा चाहिँ बाहिरी कुराको कुरामा गर्दैछु, एउटा आँखा अनि एउटा कान। तपाईको र हाम्रो कानले के कुराहरू सुन्दैछन् अनि हाम्रो आँखाले के कुराहरू हेर्दैछन्। जे कुरा तपाईँ र मैले हेर्छौँ त्यो भित्र पस्छ र विचार गर्छौँ। जे कुराहरू हामी सुन्छौँ त्यो भित्र पस्छ र त्यो बाहिर निस्किन्छ है। सुनेको र हेरेका कुराहरूले चाहिँ तपाईँ र मलाई चाहिँ अशुद्ध बनाउँदछ। तर तपाईँ र मैले जान्नु पर्दछ कि तपाईँ र मैले चाहिँ है के कुराहरू सुन्नु र के कुराहरू हेर्नु, यो कुरा चाहिँ तपाईँ र मैले चाहिँ जान्नु पर्दछ। यदि तपाईँ र मैले जान्दैनौँ र आफ्नो कान र आँखालाई जता पायो त्यतै लाउँछौँ भने चाहिँ हाम्रो भित्र चाहिँ धेरै अशुद्ध कुराहरू पस्दछ र विचारहरू आउँदछ। परमेश्वरले भन्नुभएको छ सबै कुराको मालिक उहाँ हुनुहुन्छ, हाम्रो अङ्ग प्रत्यङ्ग उहाँले बनाउनु भएको छ। हितोपदेश 20को यहाँनिर 12मा चाहिँ त्यहाँनिर के भन्नुभएको छ भने सुन्ने कान र देख्ने आँखा ती दुवै परमेश्वरले बनाउनु भएको भन्नुभएको छ। यो दुईटा कुराले चाहिँ तपाईँले मैले चाहिँ एकदमै जतन गरेर राख्नु पर्दछ। असल कुराहरू सुन्ने र असल कुराहरू हेर्ने तपाईँ र मैले गर्छौँ भने चाहिँ हाम्रो विचारहरू पनि सबैको निम्ति सधैँ र सबैको निम्ति असलै आउँदछ हैन। तपाईँ र मैले खराब कुरालाई है हेर्न इन्कार गर्छौँ, खराब कुरालाई सुन्न इन्कार गर्छौँ भने चाहिँ तपाईँ र म भित्र चाहिँ शुद्धताले भर्दै जान्छ र अरूप्रति पनि एकदम शुद्ध विचार र शुद्ध हृदयले हामी हेर्न सक्छौँ। यिनीहरू वचनले भन्दछ, हितोपदेश 15को 26ले भन्दछ, परम प्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ तर शुद्ध मानिसको विचारमा चाहिँ उहाँ प्रसन्न हुनुहुन्छ भनेर परमेश्वरको जीवित वचनले भन्दछ। यी सबै कुराहरू हाम्रो विचारलाई शुद्ध बनाउनको निम्ति, हाम्रो हृदयलाई शुद्ध बनाउनको निम्ति बाहिरको कुराले पनि धेरै फरक पर्दछ। सुन्ने कान, हेर्ने आँखाले पनि फरक पर्दछ। त्यसै कारणले तपाईँ र मैले चाहिँ जहिले पनि खराब सुन्नदेखि, खराब हेर्नदेखि अलग राखेर असल कुराहरू सुन्न सकौँ र असल कुराहरू हेर्न सकौँ, ताकि हाम्रो विचार राम्रोसँग चाहिँ शुद्ध हुन सकेको होस्। अनि ती कुराबाट चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ। जय मसीह सबैजनालाई।